नमस्कार, यथार्थ खबरमा तपाईहरुलाई स्वागत छ। आज दिनभरिका घटनाका साथ यहाँहरुमाझ उपस्थित भइसकेको छु। सुरु गरौं आज दिनभरिका समाचारका शीर्षकहरुबाट। बालेनले माघ 4 गते मेयर पदबाट राजीनामा दिने, बन्दोबस्त मिलाएरै निर्वाचन आयोग जान्छौं विश्वप्रकाश शर्मा। त्रिशुलीमा हराएको गणपति डिलक्स फेटियो। विद्युतीय प्राधिकरण पोखरा वितरण केन्द्रका तत्कालीन प्रमुख सहित 4 जना विरुद्ध भ्रष्टाचार मुद्दा। सम्पत्ति शुद्धिकरण शंकास्पद कारोबार बढ्यो 30%। मुगलिन आबु खैरेनी खण्डमा मस्याङदी पारी समान्तर सडक निर्माण तयारी। समानुपातिक सूचीबाट 175 जनाको नाम फिर्ता। निर्वाचन घोषणापछि विधि र प्रविधि परिवर्तन हुँदैन, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त। विश्वकप तयारीका लागि नेपाल क्रिकेट टोली श्रीलङ्का र भारत जाने। नेपाली कांग्रेसको विशेष महाधिवेशन, मतदान भोलि मात्रै हुने। शेयर बजार 4.90 अङ्कले बढ्यो, झण्डै 7 अर्ब रुपियाँको कारोबार। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।